नमस्ते सबैजनालाई। यो भिडियोमा चाहिँ म तपाईलाई यदि तपाईको एसकेटी को मेन टेलिकम चलाइराख्नु भएको छ एसकेटी लाइन फोन भने तपाईले त्यो सिम कार्डबाट चाहिँ कसरी घरमै बसेर अनलाइन सिम कार्ड प्रोटेक्सन गर्न सक्नुहुन्छ र घरमै बसेर तपाईले चाहिँ आफ्नो सिम कार्ड चेन्ज गर्नको लागि चाहिँ अनलाइन बुकिङ गर्न सक्नुहुन्छ भन्ने विषयमा भिडियो बनाएको छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु। तपाईले चाहिँ कसरी कुन एप्सको माध्यमबाट चाहिँ आफूले चाहिँ आफ्नो सिम प्रोटेक्सन गर्न सक्नुहुन्छ जस कारण तपाईको सिम कार्ड चाहिँ ह्याक हुने छैन र तपाईले सिम कार्ड चेन्ज गर्नको लागि चाहिँ अहिले थेरिजममा चाहिँ एसकेटी को सिम कार्ड सकिएको छ। सर्टेज अवस्थामा भएको कारणले गर्दाखेरि एसकेटीले तपाईहरुलाई अनलाइन वेट लिस्टमा राखेको छ र तपाईले पनि त्यो सिम गर्न सक्नुहुन्छ। तपाईले एसकेटी को सिम चेन्ज वेट लिस्टमा गएर चाहिँ आफूले आफ्नो पर्सनल डिटेल्सहरु राख्नु भयो भने आफ्नो नजिकैको एसके थेरिजममा गएर सिम कार्ड लिन सक्नुहुन्छ। तपाईले पहिला छप्सु गर्नु भयो भने तपाईको सिम कार्ड रेडी भएपछि तपाईलाई मेसेज आउँछ, तपाईलाई कल आउन सक्छ। त्यसपछि तपाई आफूले राखेको मेजङमा गएर तपाईले सिम कार्ड चेन्ज गर्न सक्नुहुन्छ र अर्को भनेको तपाईले आफ्नो एड्रेसमा पनि सिम कार्ड मगाउन सक्नुहुन्छ। त्यसको चाहिँ कसरी गर्ने भनेर यो भिडियो बनाएको छु, पुरा हेर्नु होला है त। ल मैले यो भिडियोमा चाहिँ तपाईहरुले आफ्नो फोनबाट एसकेटी को लाइन फोन चलाइराख्नु भएको छ, मेन एसकेटी सिम कार्ड चलाइराख्नु भएको छ भने चाहिँ आफ्नै फोनबाट चाहिँ कसरी आफ्नो सिम प्रोटेक्सन गर्ने र आफ्नो सिम कार्ड चाहिँ कसरी अनलाइनबाट चाहिँ चेन्ज गर्नको लागि छप्सु गर्ने भन्ने विषयमा चाहिँ यो भिडियो बनाएको। तपाईले आफ्नो गुगलमा सर्च गरेर यो टी वर्ल्ड सर्च गर्न सक्नुहुन्छ। त्यसपछि यो इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलिसकेपछि चाहिँ तपाईले यहाँबाट सिम प्रोटेक्सन र सिम चेन्ज गर्न छप्सु गर्न सक्नुहुन्छ। जुन स्क्रिनमा कोरियन ल्याङ्ग्वेजमा देखाएको छ त्यहाँ सिम फो हो सबै सु लेखेको चाहिँ तपाईको सिम प्रोटेक्सन गर्ने हो र सिम ख्योछे सिनछङ एकमा चाहिँ तपाईले सिम चेन्ज गर्नको लागि अनलाइनबाट चाहिँ सिनछङ गर्ने हो। मैले चाहिँ सुरुमा चाहिँ तपाईलाई सिम अनलाइनबाट चाहिँ कसरी फ्रीमा सिनछङ गर्ने भनेर चाहिँ सिकाएको छु। तपाईको चाहिँ त्यो सिम खेच्चोमा क्लिक गरिसकेपछि त्यो इन्टरफेस खुल्छ। त्यसपछि त्यसमा एक आगीमा क्लिक गरेपछि चाहिँ यो इन्टरफेस ओपन हुन्छ। यहाँ चाहिँ तपाईले आफ्नो पर्सनल डिटेल्स आफ्नो आइडी कार्ड अनुसारको क्यापिटल लेटरमा नाम, फोन नम्बर अनि त्यसपछि आइडी को नम्बरहरु चाहिँ टाइप गर्नुपर्ने हुन्छ यसरी नै। त्यसपछि चाहिँ हजुरको चाहिँ यहाँ नाम अनि हजुरको आइडी को नम्बर, फोन नम्बर राखिसकेपछि त्यहाँ मैले तपाईको यहाँ स्क्रिनमा गरे अनुसारले चाहिँ तपाईले गर्न सक्नुहुन्छ। यहाँ एसकेटी लेखेको साइडमा फोन नम्बर राख्ने, त्यसपछि साइडमा चाहिँ इन्जुङ भनेर आउँछ। इन्जुङ भनेर आइसकेपछि तपाईले त्यहाँ क्लिक गरेपछि इन्जुङ बना आउँछ। त्यो राखेर थाम क्लिक गरिसकेपछि यो ओपन हुन्छ। अब हजुरले चाहिँ त्यो मेजाङमेङ लेखेकोमा चाहिँ तपाईले चाहिँ आफ्नो नजिकैको एसकेटी थेरिजमको लोकेसन राख्न सक्नुहुन्छ अथवा तपाईले आफ्नो घरको छुसो राख्न सक्नुहुन्छ। त्यहाँ छुसो र मेजाङमेङ लेखेको छ, त्यसमा चाहिँ तपाईले आफ्नो नजिकैको थेरिजम राख्न पनि सक्नुहुन्छ, आफ्नो एड्रेस राख्न पनि सक्नुहुन्छ। यसरी चाहिँ त्यहाँ सर्च गरेर छुसो राखेर थाम क्लिक गरिसकेपछि तपाईको सिमको लागि चाहिँ छप्सु भएको हुन्छ र सिम आएपछि हजुरलाई मेसेज आउँछ र त्यसपछि तपाईले अर्को गर्ने भनेको चाहिँ सबैभन्दा सुरुमा चाहिँ आफ्नो सिम कार्डलाई चाहिँ प्रोटेक्सन त गर्नुपर्छ र आफ्नो सिम कार्ड प्रोटेक्सन गर्नको लागि चाहिँ सिम हो सर्भिस लेखेकोमा क्लिक गरिसकेपछि चाहिँ खाइब एकमा क्लिक गरिसकेपछि यहाँ आफ्नो आइडी कार्ड अनुसारको नाम राख्ने हो। आइडी कार्ड अनुसारको क्यापिटल लेटरमा चाहिँ नाम राखिसकेपछि द फर्स्ट 7 डिजिट अफ योर सोसल समथिङ के लेखेको छ। त्यसमा चाहिँ तपाईको आइडी कार्डको 6 वटा नम्बर र पछाडीको छ नि त्यसको चाहिँ अगाडिको एउटा नम्बर मात्रै राख्ने र एसकेटी को तल चाहिँ आफ्नो एसकेटी को फोन नम्बर राखेर चाहिँ त्यहाँ इन्जुङमा क्लिक गरिसकेपछि इन्जुङ आउँछ। त्यो चाहिँ तपाईको तलपट्टि भेरिफिकेसन कोड 6 डिजिटमा राख्ने हो। यसरी राखिसकेपछि चाहिँ तपाईलाई त्यहाँ थाम गर्ने अप्सन आउँछ। त्यो ओपिटी कोड राखिसकेपछि चाहिँ यो इन्टरफेस खुल्छ। त्यसपछि त्यहाँ दुईटा कोठामा टिक टिक लगाएर तपाईले तल थाममा क्लिक गरिसकेपछि चाहिँ तपाईको सिम कार्ड चाहिँ प्रोटेक्सन भयो र तपाईको सिम कार्ड चाहिँ तपाईको एक्सेस बिना, तपाईको अनुमति बिना अरूले चाहिँ ह्याक गरेर सिम कार्ड बनाउन सक्दैन। तपाईलाई चाहिँ लास्टमा चाहिँ यस्तो इन्टरफेसहरु ओपन हुन्छ, तपाईले देख्न सक्नुहुन्छ र यसरी नै आफ्नो सिम कार्ड चाहिँ
सुरक्षित गर्नुहोला। थ्याङ्क यू सो मच।